सो गाइस अहिले चाहिँ म काकीहरूको घर आइसकेको छु हैन र यहाँ चाहिँ लाइट गएर एकदम अन्धकार भइरहेछ हैन ब्याकमा हेर्नु सक्नुहुन्छ पुरा अन्धारो छ काकी चाहिँ कहाँ हुनुहुन्छ भने म यो काकी किचन हुनुहुन्छ काकी नमस्ते नमस्ते राधे राधे ओ काकीले चाहिँ यहाँ मेरो फेभरेट सब्जी पकाउनु हुँदै रहेछ फेरि हो आलुदम र पुरी खाने भनेर वेलकम टु माई अनदर ब्लग म अहिले खेतमा छु हैन खेतमा बाख्रा लिन आएको किनभने आज मम्मी कुट्दैन नि त खेतला जानुपर्छ त्यो भएकोले गर्दा म बाख्रा लिन आएको छु हेर्नुहुँदैछ अहिले चाहिँ बाख्रा लिएर जाँदैछु के अरे अब मम्मी पनि भर्खर आउनुभएको छ मम्मीले बाख्रा लिएर आउनु भनेर वहीँबाट मलाई साउन्ड दिइसक्नु भयो थियो होइन अनि त्यो भएकोले गर्दा म बाख्रा लिएर जाँदैछु र बाख्रा लिएर गएर चाहिँ म अब नुहाएर त्यहाँबाट जाँदैछु काकीको घर अनि काकीको घरमा पनि म ब्लग बनाउँछु र आज काकीसँग स्पेसल के कुराहरू गर्छु त्यो बातहरू पनि आउँछ यो चाहिँ लास्टसम्म हेरिदिनु होला देख्नुहुँदैछ होला यो सानो पाठा चाहिँ मेरो काखमा छ किनभने यसले चाहिँ यो खोलाहरू छुनै खोज्दैन क्या खोलामा तर्नै मान्दैन अनि यसरी बोकेर चाहिँ यसलाई खोला तार्नुपर्छ कि जहिले पनि यसले यसै गर्छ यत्रो ढेडी भइसक्यो कि तर अझै पनि यसलाई चाहिँ खोला चाहिँ हामीले यसरी बोकेर तार्नु अरे क्या अब यो खोलामा देख्नु अब यो यहाँनिर उफ्रिँदैन यो उफ्रिन्छ होइन अनि यो यतिकै यसलाई बोकेरै हामीले तार्नुपर्छ यसलाई बोकेर तार्दैछु कि कम्ताको छ यो यसलाई नि जा देख्नु यो खोलाबाट झारेपछि त ऊ फट्टाफट कुद्नु थालिहाल्छ अहिले चाहिँ म मासु लिनु जाँदैछु काकाले मासु लिनु पठाउनु भएको छ मासु लिएर आउँछु अनि यहाँ फुच्चेहरूले मजाले हेर्दैछ भाइ यहाँ सबैजनालाई सब्सक्राइब गरिदिनु भन्छ हाम्रो दादाको च्यानल भनेर भन्दै ल भाइहरू चाहिँ पुरा खुसी छ हो र अहिले चाहिँ बाई गर्दै सबजना ल अब चाहिँ मासु लिएर आउँछु म चाहिँ अब भर्खरै म खानासाना खाइसकेपछि घरमा होइन घरमा खाना खाएर यहाँ हाम्रो कुकुरहरू पनि आउनुभएको छ होइन यता अझै भाँडा मस्काउनु हुँदैछ यता आज म त छिटै जाने भएको थिएँ काकीको घर तर यताउता गएर ढिलो भइहाल्यो होइन अनि अब चाहिँ ट्याक्कै पान खाएर म चाहिँ जाँदैछु काकीको घर सो गाइस अहिले चाहिँ म काकीहरूको घर आइसकेको छु होइन र यहाँ चाहिँ लाइट गएर एकदम अन्धकार भइरहेछ होइन ब्याकमा हेर्नु सक्नुहुन्छ पुरा अन्धारो छ काकी चाहिँ कहाँ हुनुहुन्छ भने म यो काकी किचन हुनुहुन्छ काकी नमस्ते नमस्ते राधे राधे ओ काकीले चाहिँ यहाँ मेरो फेभरेट सब्जी पकाउनु हुँदै रहेछ फेरि हो आलुदम र पुरी खाने भनेर बनाउँदैछु काकालाई खान मन लाग्यो अरे भाइले पनि खान्छ अरे त्यही भएर अनि काका चाहिँ कहाँ हुनुहुन्छ काकी काका दुध लिनु घर जानुभएको छ आज ढिलो आउनुभयो नि त अब चाहिँ काकीले चाहिँ यहाँ देख्नुहुँदैछ आलुदम बनाउनु हुँदैछ हाम्रो फुच्चे भाइ यहाँ बसिरहेको हो होइन पुरी बनाउँछु इस्कुसको सब्जी छ दुध तातै छ दही छ दही पनि बेलुकाको खाना सर्ट एन्ड स्विट तर मिठो चाहिँ भएन होला है लाइट पनि गयो केही देखिँदैन अनि यस्तो मजाले ग्रेभी बनाउनु भएको छ पुरा मसला त धेरै होला तर मसला छैन हामी मसलादार खाना खाँदैछौँ हो मसला हाल्नु हुँदैन केही पनि हालेको छैन टमाटर गयो प्याज त हाल्नुहुन्छ प्याज पनि त्यति खासै छैन हल्दी 5 फरन त्यहाँबाट अनि त्यहाँदेखि नुन त्यहाँदेखि टमाटर त्यहाँदेखि अरू केही पनि छैन खोर्सानी चाहिँ पिरो छ डल्ले खोर्सानी हालेको छ ए यहीँ बारीमा फलेको थियो नि त्यही होला होइन हो गाइस हाम्रो काकीले त सबै बारीमा फलाउँछ क्या जिरे खोर्सानी झन् फलाउनु भयो त मैले यहाँ जिरे खोर्सानी पनि खाएको थिएँ हो काकीले मलाई जिस्काउनु तिमी जस्तो जिरे खोर्सानी यहाँ पनि छ भनेर जिस्काउनु पनि भयो मलाई होइन अनि यहाँ जिरे खोर्सानी कति के ल उयोहरू फाल्नु नि इस्कुसहरू के फलिसक्यो करेला फर्सी गिरौला फलिरहेछ डल्ले खोर्सानी माथि छतमा फलिरहेछ एक दिन चाहिँ म यो गाइस अब यत्रो फलाउनु भएको छ नि त कत्रो जग्गा रहेछ घरको एक दिन हामी हेर्छौँ ल यस्तो कुना तगाउने काकीले सबै सब्जी गर्नुहुन्छ यो चाहिँ भिडियोमा भोलि आउँछ ल भोलि चाहिँ यहाँ घरमा दिउँसो हाम्रो के हुँदो रहेछ म सबै देखाउँछु अनि यहाँ हाम्रो भाइ सक्यो तिमीले सक्यौ नि आज स्कुल गयो मजा आयो टेस्ट मन्डेदेखि आर यु प्रिपेयर्ड फर यर एक्जामिनेसन प्रिपेयर्ड छौ नि ओके गुड हाम्रो भाइ चाहिँ रेडी छ अरे टेस्ट अथवा एक्जामिनेसनको लागि चाहिँ रेडी भइसकेको हाम्रो भाइ होइन अनि त्यो भएकोले अब काकीसँग भिडियो पनि भयो र भोलि चाहिँ भिडियो आउँछ फेरि अझै दामी
यहाँ आएपछि चाहिँ काकीले खालि सब्जी खाऊ भात खाऊ सुत यो भएर केही भन्नु हुँदैन खालि त्यही मासु चल्दैन गाइस हाम्रो काकीले चाहिँ मासु खानु हुँदैन मतलब भेजिटेरियन हुनुहुन्छ उहाँहरू होइन काकाले पनि खानुहुन्न काकीले पनि खानु हुँदैन भाइले पनि खाँदैन प्रायः जस्तो अन्त यहाँ आउने बित्तिकै भात र सब्जी चाहिँ खानै पर्छ मैले अगाएर आएको छु भने पनि अब चाहिँ हाम्रो यो भिडियो एडिटिङ हुँदैछ अब चाहिँ म के गर्छु भाइ एडिटिङ गर्छौँ र सबैले के गरिदिनु होला लाइक फलो सेयर कमेन्ट गर्न नभुल्नु होला